हेलो, नमस्ते साथीहरू। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज मैले तपाईँहरूको माझमा आलु र परवलको तरकारीको रेसिपी लिएर आएकी छु। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। यदि हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरेर पनि सपोर्ट गरिदिनुहोला। अब लागौँ तरकारी बनाउनतर्फ। तरकारी बनाउनको लागि सबैभन्दा सुरुमा यहाँ मैले मसलालाई पिस्दैछु। मसलालाई चाहिँ मैले सिलौटोमा पिसेकी छु। हजुरहरूले मिक्सरमा पनि पिस्न सक्नुहुन्छ र हल्का भुटेर खलमा पनि पिस्न सक्नुहुन्छ। त्यसपछि मैले यहाँ परवललाई सफा गरेर काटेर राखेकी छु र आलुलाई पनि सफा गरेर काटेर राखिसकेकी छु। त्यसपछि तरकारी बनाउनको लागि एउटा कराई तताउन राखेँ र त्यसमा थोरै तेल राखेकी छु। तेल चाहिँ अलिक बेसी छ किनभने मैले तरकारी तारेर बनाउँदैछु। त्यसपछि मैले थोरै गरेर यहाँ सबै परवललाई यो तेलमा राखेँ र यसलाई एकछिन सबै ठाउँमा तेल लाग्ने गरी चलाइदिनुपर्छ। सबै ठाउँमा तेल लाग्ने गरी चलाइसकेपछि हामीले यसलाई एकछिन यत्तिकै छोडिदिउँ। यसलाई हामीले बेला-बेलामा चलाउँदै पकाउनु पर्ने हुन्छ। र अब यो पनि यतिको भइसकेको छ, लगभग पाकिसकेको छ। यसको कलरमा पनि चेन्ज आइसकेको छ। अब हामीले यसलाई बाहिर निकाल्नु पर्ने हुन्छ। सबै परवल बाहिर निकालिसकेपछि मैले यही तेलमा अब फेरि आलुलाई पनि रोस्ट गर्दैछु। एकछिन पाकिसकेपछि यसलाई फेरि हामीले चलाइदिनुपर्छ, नत्र भने तल टाँसिन सक्छ। अब यो पनि रोस्ट भइसकेको छ। यसलाई पनि हामीले तेलबाट बाहिर निकाल्नु पर्ने हुन्छ। सबै आलु निकालिसकेपछि मैले यसमा बढी भएको तेललाई बाहिर निकालेर थोरै तेल राखेर अब यसमा मैले मेथी राख्दैछु थोरै। त्यसपछि थोरै हरियो खुर्सानी पनि यसमा पड्काएँ मैले। त्यसपछि चपिङ गरेर राखेको प्याजलाई पनि यसमा राखेँ। अब प्याजको कलर यतिको भइसकेपछि अघि पिसेर राखेको मसलालाई पनि मैले यसमा एड गर्दैछु। त्यसपछि मैले यहाँ थोरै बेसारलाई पनि राखेँ अनि थोरै नुन राखेँ। त्यसपछि मैले यसलाई एकछिन चलाइदिएँ। एकछिन चलाएपछि अब मैले कटिङ गरेर राखेको टमाटरलाई पनि यसमा राख्दैछु। टमाटर राखेर एकछिन चलाएपछि यसलाई पाक्नको लागि थोरै पानी राखेर हामीले चलाउनुपर्छ। यसलाई एकैछिन ढाकेर पकाउनुपर्छ। ढाकेर पकाएपछि छिटो पाक्छ। अब खोलेर हेर्दा टमाटर पाकिसकेको छ। यसलाई म्यास गरिसकेपछि अब हामीले
अघि तारेर राखेको परवर र आलुलाई पनि यसमा राखेर सबै ठाउँमा मसला पुग्ने गरी राम्रोसँग चलाउनुपर्छ। यसलाई हामीले 5 मिनेटको लागि लो फ्लेममा पकाउनु पर्ने हुन्छ र त्यसपछि खोलेर हेर्दा तरकारी पाकिसकेको छ। आलु र परवरको तरकारी खानको लागि रेडी भइसकेको छ। त्यसको माथिबाट मैले थोरै निम्बु एड गरेँ। साथीहरू यसलाई स्किप गर्दा पनि हुन्छ। तपाईहरुले पनि घरमा यसरी नै सजिलो रेसिपी युज गरेर बनाएर खान सक्नुहुन्छ साथीहरू। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक शेयर गरिदिनु होला र यस्तै अन्य भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। अब अर्को भिडियोमा भेटौँला। बाइ बाइ।